फोन तपाईँको फोन दिन्न। आजको यो दीक्षित कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण विद्यार्थीलाई पनि हार्दिक नमन गर्दै त्रिभुवन विश्वविद्यालय 21औं दीक्षान्त समारोहमा 2082मा गर्नुहुने सम्पूर्ण साथीहरूलाई वेलकम पनि गर्न चाहने र छोराछोरीहरूलाई पनि धन्यवाद दिन चाहन्छु। आफ्नो देशमा पढेर अर्काको देशमा श्रमिक गर्नुपर्ने बाध्यता बनाइएको यो हाम्रो राज्य सुव्यवस्था कायम गरोस्, किनकि एकदमै दक्ष र सबल युवाहरू बाहिर जान पर्ने अवस्था सधैँ भइरहेको छ। यसलाई रोक्नलाई अब सञ्चालन भएका राज्यहरूले पनि ध्यान आकर्षण गरोस्, किन भन्दा धेरै खर्च लगाएर हामीले यो ठाउँमा छोराछोरी पुर्याइरहेको अवस्थामा हामी आफै फेरि घुमरीमा चपेटामा परिरहेको अवस्थामा पनि हामी फेरि त्यही अवस्थामा चपेटामै परिरहनु पर्ने अवस्था रहेको छ। त्यसले गर्दाखेरि यो व्यवस्था नेपाल सरकारले तुरुन्तै गर्नुपर्छ। लाखौँ युवाहरू बाहिरिँदै गर्दा यहाँ लाखौँ खर्च गरेर पढ्यो, फेरि बाहिर श्रमको लागि बाहिर जानुपर्छ। कारण किन? सुव्यवस्था कायम गर्न नसक्नुको कारणले हो, यो गणतन्त्रको कारणले हो, यो लोकतन्त्रको कारणले हो। हरेक युवाहरू यसरी बाहिरिँदै गर्दा हाम्रो जनशक्ति बाहिरिएको होइन र? यो कुरा किन बुझ्दैन यो अहिलेको राजनीतिक दलका नेताहरूले? यी राजनीतिक दलहरूले कहिले बुझ्छ यो कुराहरू? उनका छोराछोरी सबै बाहिर पठाइसकेका छन्, त्यसले गर्दा सबै युवाहरू बाहिर रहोस् भन्दै विभिन्न नागरिकता विधेयकहरू पनि पारित गरिरहेको छ। नागरिकता विधेयक के को लागि? म प्रश्न गर्न चाहन्छु अहिलेको राज्य सत्तामा रहने अनि सम्पूर्णलाई। तपाईँहरूले देशलाई टुक्रा टुक्रामा विखण्डित गराउँदै अहिलेको अवस्थामा विभिन्न युवाहरू विदेशी बाध्यता भएका छन्। यो कुराहरू तपाईँले कहिले बुझ्ने? यदि बुझ्न सक्नुहुन्न भने तपाईँहरू सत्तामा किन बस्ने? देशमा सुशासन, न्याय, रोजगार दिन सक्नुहुन्न, खोल्न सक्नुहुन्न भने तपाईँहरू देशको लागि अयोग्य हुनुहुन्छ। तपाईँहरूको गणतन्त्र फेल भएको छ, तपाईँहरूको लोकतन्त्र फेल भएको छ। लाखौँ युवाहरू यसरी दीक्षित र बन्दै गर्दा खुसी त छ, तर दुःखद कुराहरू अब विदेशीमा बाध्यता भए कहिलेसम्म तपाईँहरूले यो राज्यलाई यसरी सञ्चालन गरिरहनुहुन्छ?